ए भाइ कति मोबाइल चलाइराखेको चुनाव आउला छ यसपालि अब फागुन 21 गते कुन पार्टीतिर यसो भोट हाल्ने विचार छ त भाइको? ए हो त नि दाइ म त पुसुक्कै बिर्सेँ नि के भन्नुभएको रे दाइले? यसपालि चुनाव आउला छ अब फागुन 21 गते कुन पार्टीमा यसो चुनाव हाल्ने त यसो विचार गर्नु पर्यो। ए पार्टी अब जाने त मासु भात हो त्यहाँ दल्काउने हो। त्यट भाइ लाज मान अलिक यहाँ दाइ जस्तो चाहिँ एउटै टक्क पार्टीको झन्डा बोकेर चाहिँ सिद्धान्तको राजनीति गर्नुपर्छ। त्यो जहाँ पाए त्यही हिँडेर हुँदैन। हाम्रो नेताले यहाँनिर चाहिँ श्रमको संस्कृति बसाल्छु भनेछ देशमा, अलिकति विचार गरेर हिँड्नुपर्छ। जहाँ पाए त्यही हिँडेर हुन्छ। ओहो दाइ यो त मैले सोचेकै थिएन नि। कस्तो श्रम संस्कृति हो दाइ? अस्ति त्यही नेताले घर घरमा धारा ल्याउँछु भन्थे, अहिले मान्छेहरू त्यही नेताको घरमा गएर गाडी ठटाउँदैछन्। विकास हुन समय लाग्छ नि भाइ। त्यो तैँले भोट चाहिँ चित्तैमा बेचे जस्तो कहाँ हो र? सिद्धान्तहरू चाहिँ भोट दिनुपर्छ नि। भोट भन्ने चिज त्यसरी जता पायो त्यही मासु भात दिने चिज होइन नि भाइ। ए दाइ धेरै आदर्श नछाड्नु न। अस्ति नेताले दिएको हामको पैसा सिरानी मुनि सुटुक्क राख्ने तपाईँ नै होइन? अनि त्यो खामभित्र कुन चाहिँ आदर्श लुकेको थियो ए दाइ? ए भाइ त्यो त यसो पकेट खर्च भयो त। हेर्नु त कुन चाहिँ पार्टीको चाहिँ अफिसमा चाहिँ मासु भात पाएछ त्यहाँ गएर आएछ। हो त नि दाइ, सिद्धान्तले पेट भरिन्न। अब कुन पार्टीमा मासु भात पाकिरहेछ? जाउँ खाएर भोट त अब कसले देख्छ र? दाइ न जाउँ। हो र जाने हो र? जाउँ जाउँ जाउँछ दाइ। अब भोट भने अब जसले हाल्दा पनि भइहाल्छ नि। अब यसो मजाले मजाउने हो मासु भात।